यता लाग्यो कि फ्लाइओभर लाग्यो होइन मात्रै हो यो के गर्नुपर्ने थियो नि यहीँबाट लगेर पिलर उठाउँदै लग्नुपर्छ फ्लाइओभरमा छ होइन गणेश यो यहाँबाट सुरु भयो यहाँबाट सुरु भयो तलबाट पनि पुरा त्यो ठाउँ स्पेस लिन मिल्ने पुरै माटो भएर तलको खासै युज भएन होइन ओभरपास यहाँबाट अब हामी यहाँबाट उक्ल्यौँ हामी उकालो हो यो अलि उहाँ हाइट गर्दै गयो जाँदै गयो नि त यता तल भयो हामी माथि गयौँ होइन यहाँबाट चाहिँ वात्तै उठ्छ यहाँबाट उठ्ने रहेछ हामी 7 बाटो फ्लाइओभर 7 बाटो जाँदाखेरि फ्लाइओभर गर्को भन्छ नि यसलाई गर्को अलिकति हाइट त रहेछ है रन्त है घरहरू तल देखियो खै तल ए 4 तला हो यहाँबाट चाहिँ देखिँदैछ मेन अलिकति है अझ माथिबाट यो बिचको हो यो त हो नि फ्लाइओभर ए तल उता जानलाई यति भयो नि अलिकति जाम त कम भएको होला है यो मेन भनेको यो पुरानो घरको त 4-5 तलमै 4-5 तलै तल भयो है अब छैन नि जाम त खासै रहन्छ यसले अलिकति सपोर्ट त गर्दो रहेछ है गणेश यता बत्ती रहन्छ कि किन अलिक मधुरो हुन्छ हामी सडक लाइट उता मिलीमा देखेर होला तल बत्ती सबतिर है यो भन्नु त यो सँगैलाई राखेको कि के रहेछ यो नबिग्रेसम्म बस्यो कि ए झिलिमिलीको यो होइन नबिग्रेसम्म त किन फाल्नु यो बत्ती त होला नि है नि यो बत्ती नै त्यो निकालेर अर्को वर्ष काम लाग्दैन होला लाग्छ होला निकाल्छन् ए